some languages citrus tea is coded as citrus भनेको चाहिँ लेमनको टी है is coded as 14 भने 1414 हुन्छ भनेर भनिदिएको छ यसको मतलब चाहिँ के हो भन्दाखेरि सिट्रसलाई CITRUS सिट्रस टीलाई चाहिँ ब्रेकडाउन गर्ने पहिला त्यो काम तपाईँहरूले गर्नु पर्यो 14 भनेको छ तपाईँहरू नझुक्किने एउटा सिट्रस छ सिट्रसलाई 1 लेख्नुहोस् टीलाई के लेख्नुहुन्छ यहाँ 4 भनेर यसरी लेख्नुहुन्छ प्रब्लम नै भएन यसमा सिमिलरली अर्को भनेको एचआइभी भाइरस भनेको छ एचआइभी VIRUS भाइरसलाई चाहिँ कसरी कोड गरेको छ अरे 37 भन्नुको अर्थ यहाँ एचआइभी भनेको चाहिँ 3 हो कोड गरेको छ भाइरस भनेको छ भाइरसलाई 7 ले कोड गरेको हो सिमिलरली अर्को वर्डमा हर्बल टी भनेको रहेछ हर्बल टी यो भनेको चाहिँ 2 र 4 भनेर कोड गरे रहेछ अब यहाँनिर HERBAL हर्बललाई 2 अनि के छ टीलाई फेरि यहाँ 4 गरिदिएको छ सिमिलरली एचआइभी डिजिज भने रहेछ एचआइभी DISEAS लाई चाहिँ कसरी कोड गरे रहेछ भन्दाखेरि 39 भनेपछि एचआइभी भनेको तपाईँको के हुने भयो त 3 हुने भयो डिजिज DISEAS डिजिज भनेको कति हुने भयो 9 हुने भयो अब त्यसो भए वाट कुड बी द कोड फर इन्फ्लुएन्जा भाइरस अरे इन्फ्लुएन्जा भाइरसको लागि के कोड गर्ने भनेर चाहिँ यहाँ तपाईँहरूलाई प्रश्न सोधेको छ इन्फ्लुएन्जा भाइरस इक्वल्स टु वाट अब तपाईँहरूको दिमागमा के हुन यति चाहिँ गर्न सक्ने हुन पर्यो फर्स्ट थिङ अब त्यस पछाडि यहाँ डाइरेक्ट कोडिङहरू के छ एकचोटि हेर्ने सिट्रस भनेको अब पहिला सबैभन्दा कमन वर्डहरू के छ एकचोटि हेर्ने कि त्यसले तपाईँहरूलाई चाहिँ अप्सनमा हिट एन्ड ट्रायल गर्न सहज बनाउँछ सिट्रस छ अब अरू ठाउँ कहीँ छ सिट्रस छैन अब एचआइभी टी हेरौँ एकचोटि टी यहाँ छ एउटा अर्को टी यहाँ पनि छ भनेको दुईवटा आयो भनेको टीको के छ 4 भनेको छ यसमा पनि टी इक्वल्स टु 4 नै छ भनेको यो डाइरेक्ट कोडिङ रहेछ सिमिलरली अब यताबाट हेरौँ एचआइभी भाइरस छ एचआइभी अघि पनि रिपिट भएको छ यहाँ हेर्नुहोस् एचआइभीको कोड नै 3 रहेछ किनभने दुइटैमा सेम छ नि त त्यो भएकोले गर्दा यसमा प्रब्लम नै भएन भनेको एचआइभीको 3 नै हो भाइरसको हेरौँ अब भाइरस कहीँ छ अर्को भाइरस यहाँ एउटा एकचोटि 7 भनेर आएको छ इट्स ओके हर्बल एकचोटि 2 भनेर आएको छ इट्स ओके डिजिज भनेर 9 भनेर आएको छ इट्स युनिक इट्स ओके सिट्रस भनेर 1 आएको छ इट्स ओके अब तपाईँ हामीले अप्सन्समा जानु पर्यो भाइरसको तपाईँहरूले यहाँबाट के आइडेन्टिफाई गर्नु पर्यो भनेको यति हेरिसके पछाडि यो डाइरेक्ट कोडिङ रहेछ भनेर थाहा पाउनुभयो हेर्नुहोस् त टीको 4 छ यहाँ पनि टीको 4 छ एचआइभीको 3 छ यहाँ पनि एचआइभीको 3 छ अरू त अब डिफ्रेन्ट वर्ड भएकोले गर्दाखेरि डिफ्रेन्ट कोडिङ वर्डहरू छ इट्स ओके फाइन छ अब तपाईँहरूले भाइरस इक्वल्स टु 7 जानु पर्यो यही हो किन भन्नुहोस् त भाइरस पक्कै 7 हो अब इन्फ्लुएन्जा थाहा छैन अब हामी अप्सनमा गएर हिट एन्ड ट्रायल गर्ने कि जस्तै अब हेर्नुहोस् त अप्सन एमा के छ 2727 छ यो भाइरस त मिल्यो हामीलाई प्रब्लम भएन भाइरसको कोड त 7 हो तर 2 त के को कोड रहेछ भन्दाखेरि हर्बल रहेछ हर्बल यहाँ आएको छ त हाम्रो छैन हर्बलमा आइसके पछाडि अप्सन ए मिल्यो त मिलेन यो भएन अप्सन बीमा जाने 94 छ 9 त डिजिजको हो नि त डिजिज अनि 4 भनेको के को छ भन्दाखेरि तपाईँहरूको टी भनेर आएको छ त्यो भएर 94 पनि मिल्यो त मिलेन डिजिज टीको कोड हो यो भनेको यो मिलेन अब 3 4मा जाने 3 त एचआइभीको हो भने 4 भनेको फेरि के को भन्दा टीको हो यो त एचआइभी र टीको कोड भयो यो पनि मिलेन अब हामीसँग एउटा विकल्प भनेको 7 छ 7 एउटा भाइरस हो तर इन्फ्लुएन्जा भनेको नयाँ वर्ड हो कि होइन न्यू वर्ड हेर्नुहोस् त न्यू वर्ड छ अनि माथि दिएको के हो भन्दाखेरि अरू अप्सन्सहरूसँग पनि मिल्न जाँदैन यो युनिक वर्ड छ यो पनि युनिक वर्ड भयो इन्फ्लुएन्जा अनि यो डिजिट 5 पनि के छ यो माथि दिएको कोड वर्डहरूसँग मिल्दैन द्याट इज अल्सो युनिक सो अप्सन डी इज योर एप्रोप्रिएट एन्सर कुरा बुझ्नुभयो रोजाजी Yes, sir. बुझ्नुभयो नि है यसरी तपाईँहरूले आइडेन्टिफाई गर्नुपर्छ अघि हेर्नुहोस् त त्यो सेन्डको कन्डिसनमा हामीले कमन वर्ड हेऱ्यौँ कमन वर्ड हेरिसकेपछि डिजिट पनि कमन हेऱ्यौँ त्यसमा प्रब्लम भएन सजिलै छ यहाँ पनि त्यही हामीले हेर्न खोजेको त्यही हो है जस्तै मैले यहाँ टी हेरेँ कमन वर्ड हेरेँ नि त सबैमा यहाँ यहाँ चाहिँ टी छैन अनि फेरि यहाँ टी छ ल ठिक छ दुइटामा टी टी कमन भेटियो र दुइटैले कोड गरेको सेम डिजिट छ 4 छ त्यो भएर यो डाइरेक्ट कोडिङ भयो कि अर्को कन्डिसनमा यहाँ टी भएर यहाँ पनि टी भएर अब कोड चाहिँ फेरि यहाँ 1 अनि यता यसको चाहिँ फेरि अर्कै कमन केही भेटिएको भयो फेरि त्यति बेला चाहिँ फर्स्ट सिनेरियो हुन्थ्यो बट मोर ओभर मोरलेस गर्ने तरिका यही हो कुरा बुझ्नुभयो अब यस एभ्रिबडी सबैले बुझ्नुभयो एलिसाजी बुझ्दै हुनुहुन्छ Yes, sir. बुझ्यो. बुझ्यो ओके स्नेहाजी बुझ्दै हुनुहुन्छ नि Yes, sir. ओके ल ल यो स्क्रिनसट गरेर राख्नुहोस् अनि ट्राई गर्नुहोस् ल यो पनि सजिलो छ इन सर्टेन कोड्स 481 इज कोडेड एज स्काई इज ब्लू 246 is coded as C is D and 698 is coded as
सी लुक्स ब्लू है, त्यहाँ एसई मात्रै भएछ, एसइए है यो, यहाँ थोरै मिलाउनु पर्यो हजुरहरूले। यहाँ चाहिँ सिएसइए है, सी लुक्स ब्लू भनेर लेख्नु पर्यो, सी मात्रै भएछ, एसइए, सी लुक्स ब्लू। देन वाट इज कोड फर सी, सी को कोड के हो यो हजुरहरूले पत्ता लगाउनु होला है। मैले स्क्रिनसट गर्नुहोस्, अनि नेक्स्ट टाइम म सोध्छु हजुरहरूलाई, हुन्छ। सिमिलर छ क्वेसन, केही पनि छैन फरक। स्क्रिनसट गरे पनि भयो, सारे पनि भयो है, टाइम निकालेर गर्नु होला हजुरहरूले। ओके, यो पनि लगभग सेम छ। इन सर्टेन कोड ल्याङ्ग्वेज स्विट एन्ड हट मिन्स 617, कफी इज स्विट मिन्स 735 अरे, टी इज हट मिन्स 263, विच अफ द फलोइङ विड मिन कफी इज हट। कफी इज हटको अब हामीले निकाल्नु पर्यो। 2080मा सिनियर ब्याचलाई सोधेको, यो पनि बिडिएसमा सोधेको प्रश्न हो, मेडिकल यता सबै भनौँ, मेडिकल प्यारामेडिकलमा। सो इट इज भेरी भेरी इम्पोर्टेन्ट क्वेसन। यो टाइपको क्वेसन्सहरू एकदम इम्पोर्टेन्ट छ। झुक्किन्छ नि त यहाँनिर, कोड वर्डहरूलाई चाहिँ चेन्ज गर्न पर्यो, के छ कमन ती कुराहरू हेर्न पर्यो। कहिलेकाहीँ इज होला, अल्फाबेट होला, डिजिटहरू कमन हुनसक्छ, ती कुराहरू हेर्न पर्यो। यो पनि गर्न सकिन्छ। गर्न सकिन्छ नि है, सकिन्छ सर। सकिन्छ। ल यो पनि हजुरहरूको लागि गृह कार्य भयो। नेक्स्टमा जाउँ, गर्नु है प्रश्न। अर्को पनि हजुर, सर, हजुर, अर्को पनि दिनुभएको छ, योभन्दा अगाडि एउटा दिएको थिएँ नि, यो वाला। एकछिन बस्नु ल। यसलाई स्क्रिनसट गर्नु, त्यो सी है, एसई मात्रै होइन, एसइए भनेर लेख्नु पर्यो है यसलाई चाहिँ, एसइए, एसइए, सी लुक्स ब्लू भनेर भन्नु पर्यो, माथि एसई मात्रै आएछ। भयो सर। भयो है, एउटा यो होमवर्क भयो, सेम छ है, त्यही भएर मैले गरिनँ, तपाईँहरूलाई झेउ लाग्छ भनेर। अर्को भनेको यो गर्नुहोस्। भयो। भयो है। ओके, अब जस्ट यो डाइरेक्ट कोड गरिदिने, केही पनि छैन। विक भनेको डब्लुको 9 भयो, ईको पर्सन्टेज हो, अनि ए को 2 हो, के को एस हो। त्यसरी नै अब के को कमन हेर्ने एकचोटि, के को के आउनु पर्यो, डलर, एस भन्दा पनि डलर भन्नु पर्यो। सिमिलरली स्कर्टमा पनि के छ भन्दाखेरि, स्किटमा पनि ह्यासट्याग अनि $7 भनेर आएको छ। अब त्यो भएपछि अप्सन बी 0 एप्रोप्रिएट एन्सर। सबैले मिलाउनु भएको छ, द्याट्स ग्रेट। कन्सेप्टहरू बुझिरहनु भएको छ। नाउ लेट्स मुभ अन नेक्स्ट। ल यसलाई चाहिँ एकचोटि ट्राई गर्नुहोस् त। इफ लाइट इज कल्ड मर्निङ, मर्निङ इज कल्ड डार्क, डार्क इज कल्ड नाइट, नाइट इज कल्ड सनसाइन, सनसाइन इज कल्ड डक्स, वेन डु वी स्लिप अरे के। सुनिताजीले अप्सन सी हुन्छ भन्दै हुनुहुन्छ, रेस्ट अफ अदर। प्राप्तिजी सनसाइन, सजिनाजी पनि अप्सन सी, आरतीजी सनसाइन, आयुषाजी अप्सन सी, सन्जुजीले पनि अप्सन सी हुन्छ भन्दै हुनुहुन्छ, रोजाजी अप्सन ए, एलिसाजी कहाँ जानुभयो, अघि बोर्ड कोर्दै हुनुहुन्थ्यो। ल यसको एन्सर चाहिँ के हुन्छ भन्ने कुरो अब हेरौँ है। रेस्पोन्स गर्नुभएको छ, थ्याङ्क यू सो मच। अब यहाँ के भनेको छ भन्दाखेरि, लाइट इज कल्ड मर्निङ अरे, लाइटलाई चाहिँ मर्निङ भनिन्छ अरे। सिमिलरली मर्निङलाई चाहिँ MORNING, फेरि मर्निङलाई चाहिँ के भनिन्छ अरे, डार्क भनिन्छ अरे।
अनि फेरि डार्कलाई चाहिँ के भनिन्छ अरे, नाइट भनिन्छ अरे। अनि फेरि नाइटलाई चाहिँ के भनिन्छ अरे, सनसाइन भनेर कोड गरिन्छ अरे। अनि फेरि सनसाइनलाई चाहिँ डक्स भनिन्छ अरे, SUNSHINE। सनसाइनलाई चाहिँ DUSK डक्स भनिन्छ अरे। यहाँ एउटा इम्पोर्टेन्ट कुरा के भन्न मन लाग्यो भने मलाई तपाईँहरूलाई यो सनसाइन इक्वल्स टु डक्स। तपाईँहरूलाई कहिलेकाहीँ यो एनालग है, एनालगी भन्छ, एनालग भन्छ, एनालोजी पनि भन्छ होला है, एनालग भन्नु पर्यो। त्यो एनालगमा एउटा क्वेसन चाहिँ आउँछ कि कहिलेकाहीँ कसरी क्वेसन आइरहेको हुन्छ भन्दाखेरि डे इज टु नाइट, डे इज टु नाइट हुन्छ भने DAWN डन इज टु, यहाँ यस्तो है, डन इज टु वाट भनेर यस्तो खालको क्वेसन्सहरू आउन सक्छ। यो एनालगबाट आएको प्रश्न हो। मैले तपाईँहरूलाई फिजिकल क्लासमा पढाएको थिएँ जस्तो लाग्छ, अनलाइनमा बाँकी छ होला। सो यो कन्डिसनबाट तपाईँहरूलाई यदि क्वेसन्स आयो भने के गर्ने भनेर कहिलेकाहीँ आउन सक्छ है। तपाईँहरूलाई अप्सनमा डार्क भनिदिला, अप्सन बीमा डक्स भनिदिला, अप्सन सीमा चाहिँ मर्निङ भनिदिला, अप्सन डीमा चाहिँ आफ्टरनुन भनिदिला। यसरी प्रश्नहरू आउन सक्छ। ठ्याक्कै मेरो दिमागमा स्ट्राइक भयो, त्यो भएर तपाईँहरूलाई भने यो तपाईँहरूले डे इज टु नाइट भनेको के छ भन्दाखेरि डेको नाइट हुन्छ, दिनको रात हुन्छ, अपोजिट मिनिङ छ कि अपोजिट सेन्समा छ। सिमिलरली अब डन भनेको के हो, त्यसको अपोजिट के हुन्छ त्यतातिर जानु पर्यो। के हो डन भनेको भन्नुहोस् त मलाई, इफ यु नो डन भनेको के हो? थाहा छैन है। अब इङ्ग्लिस पढ्नुहुन्न तपाईँहरू। डन भनेको चाहिँ यो TWLIGHT, टु लाइट पनि भन्छ, अथवा यसलाई तपाईँहरूले चाहिँ अर्ली मर्निङ पनि भन्न सक्नुहुन्छ। अर्ली मर्निङ, मिरमिरे उज्यालो भन्छ नि, नेपालीमा सुन्नुभएको हुन्छ। यसलाई चाहिँ अर्ली मर्निङ, डीको अपोजिट एम भनेर सम्झिने, द्याट इज अर्ली मर्निङ। र DUSK डक्स भनेको चाहिँ अर्ली इभिनिङ भन्छ, EARLY अर्ली, EVENING अर्ली इभिनिङ भनेको गुदुली साँझ होइन, साँझ पर्दै गरेको अवस्था भनेको मतलब बिहानी, मिरमिरे बिहानीको के हुन्छ अपोजिट भनेको डक्स हुन्छ। कहिलेकाहीँ तपाईँहरूलाई यो एनालगी अथवा एनालगबाट आउने प्रश्न यो पनि हो, सम्झिनु होला, ख्याल गर्नु होला है। यो पनि एकदम इम्पोर्टेन्ट छ हजुरहरूलाई, सम्झिनुहोस्। तर अब म फेरि यता कोडिङ डिकोडिङमै जान्छु। अब लाइटलाई चाहिँ कसरी कोड गरेको छ अरे भन्दाखेरि मर्निङ भनेर कोड गरेको छ अरे। फेरि मर्निङलाई चाहिँ के भनिन्छ अरे भन्दाखेरि डार्क भन्छ अरे। फेरि डार्कलाई के भनिन्छ अरे, नाइट भनिन्छ अरे। नाइटलाई कसरी कोड गरेको छ अरे, सनसाइन भनेको छ अरे। सनसाइनलाई कसरी कोड गरेको छ अरे, डक्स भनेर चाहिँ भनिएको छ अरे। अब यहाँनिर तपाईँहरूलाई कतिपय केसेसमा के गरिदिरहेको हुन्छ भन्दाखेरि चाहिँ यो यसरी काट्ने हो भनेर यो कमन कमनलाई काट्ने, अनि त्यो अनुसार यो जे हुन्छ त्यो हुन्छ एन्सर भनेर भनिदिन सक्छ। त्यो कहिलेकाहीँ चाहिँ गलत हुनसक्छ, द्याट इज नट द वे। यहाँ भनेको टिपिकल्ली के सोधेको छ भन्दाखेरि तपाईँहरूको आइक्यू लेभललाई सोधेको छ। वेन डु वी स्लिप भनेको चाहिँ हामी सुत्ने कहिले हो त नि, हामी सुत्ने भनेको त नाइटमा हो जहिले पनि। यो नेचुरल्ली है, हामी नर्मल्ली बुझ्ने कुरा चाहिँ नेचुरल्ली हामी नाइटमा सुत्छौँ। अब राति सुत्छौँ भन्नुको अर्थ केले कोड गरेको छ, तपाईँले यो अगाडिको कुरोलाई हेरेर गर्नुपर्छ है, किनभने पछाडिको चाहिँ कोडेड भाषा हो। अगाडिको वर्डहरू भयो, मेन वर्ड भयो, त्यसलाई कसरी कोड गरिन्छ भन्ने यो चाहिँ कोडेड वर्डहरू हो। त्यो भएकोले गर्दाखेरि हामीले कोडिङमा भन्नुपर्नेछ है। त्यो भएकोले गर्दाखेरि वेन डु वी स्लिप भनेपछि हामी सुत्ने नाइटमा हो। नाइटको एन्सर राख्नु भएन, किन भन्दाखेरि यसको कोड वर्ड लेख्न पर्नेछ। नाइटको कोड वर्ड के छ हेर्नुहोस् त, नाइट इक्वल्स टु के छ, सनसाइन छ। सो द एप्रोप्रिएट एन्सर इज अप्सन सी। धेरैजनाले मिलाउनु भएको थियो है। यसरी चाहिँ तपाईँहरूले आइडेन्टिफाई गर्नुपर्छ। रोजाजी बुझ्नुभयो अब? यसरी गर्ने है, डक्स चाहिँ एन्सर हुन्न है। डक्स भन्ने कुरो चाहिँ तपाईँहरूले त्यो कहिलेकाहीँ त्यसरी पनि काट्नु भएको जस्तो लाग्छ कि मलाई, कतिपय केसेसमा यसरी पढाइरहेको हुन्छ कि मर्निङ मर्निङ गेट क्यान्सल, डार्क डार्क गेट क्यान्सल, नाइट नाइट गेट क्यान्सल, सनसाइन सनसाइन गेट क्यान्सल, अनि के बाँकी हुन्छ द्याट इज भनेर यसरी पनि गरिरहेको हुन्छ है। एउटा त्यो वे चाहिँ जनरली हुँदैन। यसको कोड कसरी गरेको छ भन्ने कुरो यो चाहिँ कमन आइडेन्टिफाई गर्न खोजेको, खास कुन कुन वर्डहरू कमन छ के हो भन्ने खोजे। अब यो खास यो तरिकाले गर्न खोजेको चाहिँ कतिपय कन्डिसनमा यसलाई ट्रिकको रूपमा मानिन्छ। सो इट्स अप टु यु है, कसरी सहज हुन्छ त्यो अनुसार गर्ने होला। द एप्रोप्रिएट एन्सर इज सनसाइन। बुझ्नुभयो नि है सबैजनाले? प्लस यो एनालगको कुरा पनि सम्झिराख्ने है, सोधिरहेको हुन्छ यो खालको क्वेसन्सहरू तपाईँहरूकोमा आइरहेको हुन्छ। सिनोनिम एन्टोनिमको प्याटर्नबाट हेर्ने, मैले तपाईँलाई भनेको थिएँ वर्ड मिनिङको प्याटर्नबाट हेर्नुहोस् पनि भनेको थिएँ है। कतिको ख्याल गर्नु भएको छ छैन, प्लिज रिमेम्बर दोज थिङ्स। क्लियर छ यहाँसम्म? केही कन्फ्युजन अब कसैलाई केही छ? No, sir. नो सर, ओके।
यसो यो अगाडि बढौँ। ल फाइनल्ली एउटा क्वेसन्स गर्नुहोस् न त। इफ इरेजर इज कल्ड पेन्सिल, पेन्सिल इज कल्ड सार्पनर, सार्पनर इज कल्ड ब्याग, वाट विल अ चाइल्ड राइट विथ भनेको छ फेरि यहाँ। अब त आँखा चिम्लेर भन्नुहुन्छ होला नि, वाट कुड बी द एप्रोप्रिएट एन्सर? इफ इरेजर इज कल्ड पेन्सिल, पेन्सिल इज कल्ड सार्पनर, सार्पनर इज कल्ड ब्याग, वाट विल अ चाइल्ड राइट विथ? चाइल्डले चाहिँ केले लेख्छ भनेर सोधेको छ यहाँ। कोडिङको लेख्नु पर्यो है, तपाईँले कोड भाषा लेख्नु पर्छ, त्यहाँ खास सोध्न खोजेको तपाईँहरूलाई कोड वर्ड हो। वाट विल चाइल्ड राइट, राइट भनेको त लेख्ने कलम हो नि त होइन, त्यो अनुसार तपाईँहरूले भन्नु पर्यो। के आयो त एन्सर? शार्पनर। सार्पनर। शार्पनर। ओके ग्रेट, ल सबैले मिलाउनु भयो। सार्पनर सार्पनर, एन्जिलाजीले सार्पनर, आयुषाजी, सन्जिनाजी, सजिना है, सरी सन्जिना भन्छु खालि। ओके बुझ्नुभयो? किन भन्दाखेरि लेख्ने हामीले केले हो, खास पेन्सिलले लेख्ने हो। पेन्सिललाई केले कोड गरेको छ? सार्पनरले। त्यो भएर कोड वर्ड लेख्न पर्यो है, सिधै पेन्सिल लेख्ने होइन, त्यो डाइरेक्ट लेख्न पाइँदैन। हामीले केले कोड गर्छ भन्ने कुरा चाहिँ हाम्रो लागि इम्पोर्टेन्ट हो। ल यसमा केही गाह्रो छैन, तपाईँहरूले यो खालको क्वेसन चाहिँ आयो भने अब बिगार्नु भएन, हामीले पढाएको थियौँ भन्ने चाहिँ हुन पर्यो, पढे अनुसार गर्न